के भन्छ थाहा छैन गाइस गुड मर्निङ एभ्रीवन टुडे न्यू ब्लग आज हामी सर्वे गर्न आएका छौँ दुई दाजुभाइ अनि आज हाम्रो डिसेन्डरको पहिलो प्यानल सकेर सेकेन्ड प्यानलको सर्वे गर्न लाग्छौँ उहाँ हुनुहुन्छ हाम्रो नयाँ उबरसेर यहाँ हिजो आज नदेखेको धेरै दिनपछि नयाँ उबरसेर आउनुभएको छ नयाँ थिएन पुरानो चाहिँ उहाँको नाम चाहिँ उहाँले आफै भन्नुहुन्छ इन्ट्रोडक्सन सिद्धान्त चौधरी भयो अरू के छैन यहाँ मेसिनमा पानी पर्छ भनेर यसरी जुगाड हानेर बसिरहेको छौँ यहाँ आज यो प्यानल सकाउँ आज यो प्यानलको लेभल हेर्न छ अनि त्यो प्यानल सकियो यो प्यानल र यो प्यानलको आज काम गर्छौँ हामीले काम सर्वे गर्छौँ अनि त्यसपछि म भने अब यस्तै हो के गर्नु कुरा यो अलिकति क्यामेरा अनुहार राम्रो नभए नि क्यामेरा राम्रो नभए नि अनुहार त राम्रै छ स्टार्ट भइसक्यो हे गाइज गुड मर्निङ एभ्रीवन माल चाहिँ लिएर आउनु भने भुइँ लिएर आउनु भने कि अलिकति केही लिएरै आएन समाचार हो यो हाम्रो यहाँ पाइप अलि उचाल फ्या पर्यो यार भएन दाजु भएन जाडो छ कि यति जाडो छ कि यार आडाङ्गै यहाँ काम गरिरहेछन् यहाँ त लास्टै जाडो छ यार के गर्ने काम गर्ने खाने बस्ने बिहान अब विदेशमा भइदिएको भए अर्काको ठाउँमा पानी पऱ्यो नि काम गर्नुपर्छ भन्ने आफू नेपालमा यो पानी पऱ्यो कि गएर सुत्दिने हो म अलि अनि पानी अहिले त यहाँको बाटो यस्तो दामी भएको छ ड्याङ यस्तो दामी देखिन्छ यहाँदेखि यस्तो दामी भयो अनि यो चाहिँ हाम्रो तलको मौसम भयो अनि यहाँदेखि त झर्ने बाटो लड्यो त्यो त मसँग नि छ नि अनि त्यो त त्यस्तो बनाउने काम त तपाईँको भयो त बाटो लुक एट द भ्यू गाइस हाम्रो करोडौँको मेसिनहरू बसिरहन् म चाहिँ अब यिनी कामतिर पानी रोकियो पानी आज त गएर सुत्ने हो ड्याङ्ग एक दिन त पुरा हुन्छ ट्याक्क पानी रोक्यो भने जाने हो ट्याक्कै काम त के गर्छ अब त्यहाँ गएर पाइप त्यो डिसेन्डरभन्दा बाहिरपट्टि पाइप हाल्छ अनि त्यो पाइपमा धुलोहरू पार्न लाउनु थियो अनि त्यो मुनि त्यो जियो टेक्सटाइल बेर्न लाउनु थियो त्यति नै आज काम भनेको Look at the view, guys. यो फिल्डमा नयाँ मान्छे आउँदै हुनुहुन्छ उहाँको परिचय यत्रो एक हप्ता कहाँ हराएको बस्दा निन्दा लाग्यो यस्तो निन्दा लाग्यो थाहै भएन कि अब त्यो खोलामा गएर फ्रेस भएर सुट भएर आउँछ खोलामा त माछा होला यार माछा नखाएको कति भयो माछा नखाएको लकडाउनदेखि माछा नै खाएन होला भयो 3-4 वर्ष जति भयो माछा ओ यो पानी
मान्छे भइसक्यो सबै काम गर्न म खाजा खान हिँडेको भनेर भन्नुहुन्थ्यो तर के गर्नु खाजा बनाउनु दुःख छ मलाई खाजा बनाउने चिया बनाउने मान्छेले डाँडा खेल्ने के अरे गाडा ठेलिरहन् कहाँ माथि लिने हो त्यो जाब अरे त्यही त हो नि तिमी चौराप हाँसेको छु म चौराप बस्दै अघि 11 बज्यो खाना खाएको जाडो भयो त्यो चिया खानु गयो चिया खाएर चिया खान पाइन्छ खाजा खान पाइन्छ खाना खान पाइन्छ मेरो भाइ मेरो लागि चिया बनाऊ न चिया खान आएको भाइले चिया बनाएको नै हेर्नुपर्छ तिमी छौ यहाँको नियमहरू भाइ चिया बनाऊ त भाइ छिटो चिया त बनाउँदो रहेछ तिमी गर्ने त त्यही हो अब के गर्नु उपाय छैन झार लाउने माथि लाउने आलु